बुझ्नुभयो? बुझ्यो सर। यो लेभलमा एक हदको सप्लाई आउँछ यसमा है। जुन मैले लगाएँ यहाँ एउटा सप्लाई आउँछ यहाँ है। मार्केट अब यो लेभलमा रियाक्सन आउँछ, फर्केर अब बढ्ने हो भने पनि यो लेभलमा रियाक्सन आउँछ र बढेर यो लेभलको सप्लाई कन्ज्युम गरेर पहिलाको हाई ब्रेक गर्न सक्यो भने होइन, यो जुन हाई छ कति छ 2744 कतिको हाई छ होइन, त्यसलाई ब्रेक गर्न सक्यो भने बल्ल हामी माथि जान्छ भनेर एक्सपेक्ट गर्न सक्छौँ। अहिलेको लागि चाहिँ इम्पोर्टेन्ट भनेको यसलाई इग्नोर गरेर होइन, मार्केट यहाँबाट यसरी बढेर जानुपर्ने थियो होइन, तर मार्केट के भयो, मार्केट यसलाई पनि ब्रेक गरेर तलतिर आएको छ नि त। अब यो सप्लाईले मार्केटलाई पुस गरिरहेको छ तलतिर होइन। अब यो सप्लाई इङ्गल्फ गरेपछि यहाँ अलिकति रियाक्सन आउन सक्छ, अनि यो रियाक्सनको यो सप्लाई जुन छ सप्लाई इङ्गल्फ गरेर माथि यसलाई पनि ब्रेक गर्छ भने बल्ल माथि जान हामीले एक्सपेक्ट गर्न सक्छौँ। यसलाई इङ्गल्फ नगर्सँग चाहिँ हामीले माथि जान्छ एक्सपेक्ट चाहिँ गर्दैनौँ। र अब आउने यसरी यहाँबाट आयो भने चाहिँ यहाँबाट बढिहाल्यो भने पनि रियाक्सन आउने भनेको यही ठाउँमा कति छ 2335मा एउटा रियाक्सन आउन सक्छ। त्यो रियाक्सन चाहिँ सप्लाई हो होइन, त्यो सप्लाई खान सक्यो भने मार्केटले एब्जर्भ गर्न सक्यो र 2744 भन्दा माथि जान सक्यो भने चाहिँ अलिकति माथि जान्छ।